Hi guys, welcome to my channel. यत्रो धेरै सामान छ मलाई एउटा फाइनली मिलाएर सक्यो गाइस मेरो चाहिँ सामान हेरमै के छ यसमा के छ भनेर कस्तो आउँछ मैले मगाएको हेरौँ गाइस आज मैले यो केबाट mosto.com बाट चाहिँ मैले यो मगाएको थिएँ ट्राइपोड हेरमै कस्तो सेल्फी स्टिक वाला ये जगह ये तो चार्जर वाला लाइट नहीं छ यसरी यहाँ राखेर भिडियो बनाउने अब यो चाहिँ यसको चाहिँ यसको चार्जर हो के देखाउँछ अनि हेर नि कसरी चलाउनु के गर्नु कसरी देखेछ अहिले मैले हेर्छु कसरी हो भनेर देखाउँछु राम्रो रहेछ सेल्फी स्टिक नै हुन्छ त्यो कसरी हो के भयो हुँदैन अडाउने चाहिँ हो यसरी अब हेरेर सिक्नु पर्यो नि यसरी राम्रो रहेछ तर मैले हिजो अस्ति राति अर्डर गरेको आज आइपुग्यो कति छिटो सर्भिस चाहिँ राम्रो रहेछ हजुरहरूलाई पनि चाहियो बाहिर किन्न यो mosto.com बाट मगाउनु पैसा नि ठिकै हो 400 मा डेलिभरी चार्ज गरेर 600 पर्यो मलाई यो चाहिँ यसमा लाइट नि छ के कतै हेर्न मन आयो त्यो एक्साइटेड छु यसको चाहिँ स्ट्यान्ड पनि छ सेल्फी स्टिक यहाँदेखि लाइट बल्छ राम्रै ठिकै हो नि यो 600 मा यो ठिकै हो डेलिभरी चार्ज गरेर 600 परेको यसको मात्र चाहिँ 400 यो चाहिँ हाम्रो घरको मिनी गार्डनमा त सागसब्जी खाउने ठाउँ यहाँ चाहिँ मम्मीले पानी हाल्दै हुनुहुन्छ धनिया यो चाहिँ यो प्याजो अनि यो चाहिँ कागती अनि फेरि यो फुलकोपी हो यो फुलकोपी सिमी यो पनि के साग हो कि के हो बोडी हो कुन अनि यो चाहिँ ब्रोकली यो टमाटर फले थियो नि यहाँ फले पाकेको चाहिँ टिपिसकेको हामीले टमाटर सिमी दुईटा फले छ छिप्किली त्यहाँ चाहिँ सनसेट अब हुन लाग्छ सनसेट घाम उता यो चाहिँ हाम्रो सानो खेत भनौँ न सब्जीहरू लाग्ने यहाँ चाहिँ हाम्रो मम्मी हेलो भनिदिनु मम्मी भन हेलो भनिदिनु भन चाहिँ हाम्रो घर फुलबारी भन्नु हाम्रो घरको फुलबारी अनि यस्तो राम्रो फुले खान त्यस्तो राम्रो
यो नाम चाहिँ मलाई थाहा छैन के हो। यो चाहिँ पिटोनिया हो क्या, यो चाहिँ बेगमबली हो कि। त्यो रबर प्लान्ट अनि सबै एउटै एउटै खालको छ त, कस्तो राम्रो देखिने त्यो फुलेको। यो रोज हाम्रो घर फलेको फान्टा। क्यान यु इमेजिन दिस? हाम्रो बिरालो 5 महिनापछि आयो होला। सानो आऊ, कहाँ गइथ्यौ तिमी? आऊ ओइ आऊ। आज हामी होम भिजिटिङ नमुको जानु लाग्यो। हेरौँ हामी आज कहाँ कहाँ जान्छौँ। हामी हिँडिरहेछौँ। अहिले चाहिँ हामी कहाँ खाऊँ अरे? हामी अब कालिका चोक जान्न। अब हामीले देखाउँछौँ कहाँ कहाँ गयौँ भनेर। हेर्नु हाम्रो भ्यू। हेर्नु त टिचरले, म फेरि टिचरको सिस्टर। बाबरी पछाडि हामी चाहिँ आज टन्नै हिँड्छौँ। एउटा गाइस हामी चाहिँ अहिले मेन रोडमा छौँ। यहाँ चाहिँ बाटो बनाउनु लाग्छ, पुरै धुलो। हामी चाहिँ हिँडिरहेछौँ। ल्याउनै म देखाउँछु कस्तो भइरहेछ बाटो भनेर। यस्तो छ बाटो गाइजहरू। गाइज हेर्नु यस्तो भयो बाटो। अब हाम्रो मुर्गियाको बाटो राम्रो हुन्छ। यो महेन्द्र राजमार्ग हो न। हेलो भन्। हेलो। त्यो चाहिँ बाबरी हो। बाबरी यहाँ हेर न हाम्रो यस्तो धुलो। अन्त मैले मेट ढिलाएर त्यो चाहिँ बाबरी। हेर्नु यस्तो छ। अब हामी यहाँबाट टुकुन लाएर जाने हो। गाडीहरू हिँडिरहेछ। घाम ल साथीहरू आजलाई यति। अहिले देखाउँछु मैले कता कता गयौँ भनेर। यस्तो भयो पुरै बिग्रेर बाटो। हामी चाहिँ बल्ल घर फर्किँदैछौँ। यति अँध्यारो भयो नि। यस्तै छ जिन्दगी। अझ मैले चाहिँ अब आजको लागि चाहिँ यो भ्लग यहीँ इन्ड गर्छु। फेरि अर्को भिडियो अपलोड गर्छु, हेर्नु होला है। बाई बाई। मम्मी हाम्रो ल्याफिङ कस्तो लाखा? कस्तो छ ल्याफिङ भन्नु त? मिठो छ मिठो। मेरो सुक्खा मम्मीहरूको जो